नेपाली कांग्रेस पार्टीले चुनावमा आम चुनावमा अर्को पार्टीको चुनाव चिन्हमा गएर मत हाल्नु जस्तो ऐतिहासिक गल्तीहरू केही पनि थिएन। पार्टीको अधोगति त्यहीँबाट सुरु भयो। हामीले तत्कालको चुनाव त जित्यौँ, फाइदा भयो। अस्तिको 74 को हामीलाई के लाग्यो, 79 को चुनावमा फाइदा। हामीले कहिले प्रचण्डजीलाई भोट हाल्यौँ, कहिले बाबुरामजीलाई भोट हाल्यौँ, भोट माग्न हामी नै आयौँ, लाइन लगाएर आयो, कहिले यता गऱ्यौँ, कहिले उता गऱ्यौँ, एकछिनलाई त फाइदा भयो। तर अन्ततोगत्ता पुस्तादेखि पुस्तासम्म कांग्रेसलाई मत हाल्दै आएको मान्छेको हात सजिलैसँग अर्को चुनाव चिन्हमा गयो। यो पटक अर्को चुनाव चिन्हमा मत हात सजिलैसँग जानुको एउटा महत्त्वपूर्ण एउटा कारण भनेको के भयो, हामीले अर्को चुनाव चिन्हमा मत हाल्न सिकायो। अर्को चुनाव चिन्हमा मत हाल्न सिकाउँदै गर्दा किन सजिलोसँग मत हाल्न सिकाउनु पर्यो? किनभने पार्टीको नेताले सजिलोसँग निर्णय गर्ने अवस्था भने, किन निर्णय गर्ने अवस्था भने, म अहिले पनि सम्झिन्छु, म पार्टीको महामन्त्री थिएँ, त्यो निर्णयमा फरक मत लेखेको मान्छे हो। तर मैले फरक मत लेख्ने गरेको अर्थ भएन। किन अर्थ भएन भने पार्टीको केन्द्रीय समितिभित्र म अर्को मतमा थिएँ। यो गर्नु हुँदैन, यो यसले पार्टीलाई डुबाउँछ, नगरौँ भन्दै गर्दा भयो। भोलि यस्तो मैले हिजोको नेतालाई दोष दिएको होइन, भोलि म पनि सभापति छु, भोलि मैले पनि यस्ता कति गल्ती गर्न सक्छु। तर यस्तो ठुलो विषयमा चाहिँ पार्टीको केन्द्रमा 10-12 जना नेता बसेर निर्णय गर्न पाइँदैन है, देशभरिको साथीहरूलाई सोध्नुपर्छ है भन्ने एउटा परम्परा बसाउन सकियो भने, अनि यस्तो निर्णयहरू पार्टीको कोठामा, अँध्यारो कोठामा 2-4 जना नेता बसेर गर्न सक्दैन। कांग्रेस पार्टीलाई खोपीबाट बाहिर लिएर आउनु पर्यो, जनताको बिचमा लिएर जानु पर्यो। त्यसका निम्ति पार्टीभित्र केही सुधारहरू गरौँ भनेर केही कुराहरूको प्रारम्भ हामीले गरेका छौँ, भर्खर आएका छौँ। जिम्मेवारी तपाईँहरूले दिनुभएको छ। म तपाईँहरूलाई के कुरामा आश्वस्त पार्छु भने, पार्टीलाई समाजले लिएर जाने मेरो जिम्मेवारी छ। पार्टी सभापति भयो भने म सबैसँग संवाद गरेर सबैलाई मिलाएर लिएर जाने, सबैलाई समाजले लिएर जाने, यो मेरो आफ्नो जिम्मेवारी मैले पुरा गर्छु। अब कुहिनोले भित्तै फोड्छु, घरै भत्काउँछु भन्ने हो भने मैले त्यसमा केही गर्न सक्दिनँ। तर मैले यसलाई समाजले लिएर जाने कुरा, मिलाएर लिएर जाने कुराको सन्दर्भ मेरो आफ्नो जिम्मेवारी मलाई थाहा छ, म निर्वाह गर्छु, मैले लिएर जान्छु। तर हाम्रो घरभित्रको हामी नेता मिलाएर मात्र हुँदैन। समस्या हाम्रो नेताको बिचमा झगडा भएको होइन। मुख्य विषय भनेको यहाँ नेता रिसाउनु हो भन्ने कुरा मलाई धेरै ठुलो चिन्ता होइन। मेरो ठुलो चिन्ता भनेको जनता रिसाएको कुराको चिन्ता हो। यहाँ नेता धेरै फकाउँदै गर्दा जनता फकाउन सकेन अर्थ हुँदैन। नेता मिलाउने हो तर फकाउने जनता, त्यो जनता मिलाउन सक्ने पार्टी कांग्रेसलाई बनाउने हो। मैले विशेष महाधिवेशनबाट मैले पाएको म्यान्डेट भनेको, मैले बुझेको कुरा यही कि नेपाली कांग्रेस पार्टीलाई जनताले फेरि पनि यस्तै पहिलाको जस्तै मन पराउने पार्टी कसरी बनाउने भन्ने हो। त्यसैले हिजो विशेष महाधिवेशन एउटा सन्दर्भमा भयो, त्यसमा को हुनुहुन्थ्यो को हुनुहुन्थ्यो त्यो विषय सकियो। सबैलाई मिलाएर लिएर जाने, सबैलाई समाजले लिएर जाने। तर देशको अहिलेको अवस्था, पार्टीको अहिलेको अवस्था अरूले पनि सबैले बुझिदिनुपर्छ। एउटा कुरा यो। दोस्रो कुरा, म तपाईँहरूलाई केही कुरामा अनुरोध गर्छु भने, तपाईँहरूले तलपट्टि जसरी दुःख गरेर हिजो गर्नुभएको छ त्यो त्यही अनुसारले तल काम गर्दै जानु होला। माथि ठिक ढङ्गमा पार्टीलाई उभ्याउने कुरा हामी उभ्याउँछौँ। यति कुरा तपाईँलाई विश्वास दिलाउँछु। केही समय लाग्ला, तर मेरो पार्टीको सभापतिको कारणले, उसको निर्णय, उसको आचरणले, उसको व्यवहारले, उसको सङ्गतले मेरो शिर निहुर्यो भनेर देशभरिको एउटा कांग्रेसको कार्यकर्ताले पनि भन्ने अवस्था आउँदैन। त्यो मेरो जिम्मेवारी हो। किनकि माथि बस्नेको सबभन्दा बढी जिम्मेवारी हुन्छ। त्यो जिम्मेवारी मैले पुरा गर्ने हो। र प्रत्येक जो अरू तल बसेको जिल्लामा, वडामा, गाउँमा बसेको साथीले पनि आफूभन्दा मुनि बसेर काम गर्दै आउनुभएको साथीहरूको भर उनीहरूले, ती साथीभाइले हेर्दै गर्दाखेरि जब धुरीमा हेर्छ, धुरी जहिले पनि ठिक देखिनुपर्छ। मुहानमा हेर्दै गर्दा मुहान सफा देखिनुपर्छ भन्ने ठान्छु। त्यसलाई ठिक ढङ्गले हामीहरू लिएर जान्छौँ। तपाईँहरू उच्च आत्मविश्वासको साथ तपाईँहरूले खड्दिनु होला, काम गरिदिनु होला। म फेरि अन्त्यमा यही कुरा आग्रह गर्छु, एउटा निर्वाचन आयो, आँधीबेहरी आयो, हाम्रो अनुकूलको परिणाम भएन, हामीले योभन्दा राम्रो हुन्छ भन्ने ठान्यौँ, भएन, केही छ, आउँछ। हामीले 74 सालमा पनि देखेको, हामीले 64 सालमा पनि देखेको, 22-23 सिटमा मात्र जितेको पनि अवस्था देखेको। तर ती सबै अवस्थाबाट पार्टी किन आयो भाइ? किन आयो भने पार्टी ठिक ठाउँमा उभियो। हामी त्यो बेलामा माओवादीको दबदबाको बिचमा, म अहिले पनि याद छ, मैले अहिले नयाँ आएको साथीले त्यही कुरा भनिरहेको छु। माओवादीको त्यस्तो दबदबा हुँदै गर्दाखेरि म त्यो बेलामा जुनियर सांसद थिएँ। प्रचण्डलाई छेउमा राखेर, म अहिले पनि सम्झन्छु, प्रचण्ड प्रधानमन्त्री हुनुहुन्थ्यो, प्रचण्डलाई पार्लियामेन्टमा ती सँगै कुर्सीमा गएर राखेर मैले प्रचण्डतिर फर्केर, कमरेड तपाईँले गर्नुभएको यो जनयुद्ध होइन, धनयुद्ध हो भनेर भनेको अहिले पनि म सम्झन्छु। पार्टी हामी त्यो बेलामा संसदभित्र, संसद बाहिर ठिक ठाउँमा उभियौँ। फेरि पार्टीको साथ फर्केर आयो। सुशील कोइरालाको नेतृत्वमा संविधान बनायौँ, ठिक ठाउँमा उभियौँ। पार्टी फेरि सम्लिएर आयो। ठिक ठाउँमा पार्टीलाई उभ्यौँ।
सम्झेर आउँछ, आफै सम्झेर आउँछ। कोही कहीँ गएका छैन, यो 2-4 जना मान्छे खुट्टा उचाले यो गयो त्यो गयो भन्ने कुरामा धेरै धेरै चिन्ता नगर्नुहोस्। अलिकति कोही मान्छे अहिले यो बेलामा चाहिँ पार्टी अलिकति कमजोर भएको छ, यतिखेर यता मौका हुन्छ उता मौका आउँछ भनेर कोही दौडिन्छ भने दौडिन दिनुहोस्, धेरै फकाउनेतिर पनि नलाग्नुहोस्। मैले त भन्छु के भने पार्टीको कोही साथीहरू हुनुहुन्छ अहिले यो बेलामा धेरै दायाँमा हामी छोडेर जान्छौँ, अर्कोतिर जान्छौँ, त्यहाँ गएर वडा अध्यक्ष पाउँछौँ, त्यहाँ गएर पालिकाको अध्यक्ष पाउँछौँ, अब सकियो हामी त्यहाँ गएर जित्छौँ भने जानिदिनुहोस्। त्यो धेरै चिन्ता नगर्नुहोस्। पार्टीलाई ठिक बनाऊँ, पार्टीकोलाई सफा बनाऊँ, पार्टीभित्रको फोहोर सफा गरौँ, पार्टीको विचार दृष्टिकोण ठिक बनाऊँ। हिजो गठबन्धनको राजनीतिले ध्वस्त बनाएको छ त्यसलाई समारौँ। सत्ता 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 भन्दै गर्दा बिग्रिएका छौँ, त्यो सत्ता 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 भनेको ठाउँबाट जनता 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 भन्ने ठाउँमा पुर्याउँ। यो सबै ठिक बनाऊँ, आफै सबै ठिक भएर आउँछ। चुम्बक जस्तो फेरि तान्दै लिएर आउँछ, त्यो ठाउँमा पार्टीलाई बनाउँ। त्यसैले हाम्रो मन्त्र अब नेता मिलाउने होइन, हाम्रो मन्त्र पार्टीसँग जनतालाई मिलाउने हाम्रो मन्त्र हुनुपर्छ। हाम्रो मन्त्र हामीसँग रिसाएका नागरिकलाई व्यवहारबाट फकाउने हाम्रो मन्त्र हुनुपर्छ। त्यो अनुरूप हामीहरू काम गर्छौँ, त्यो अनुरूप काम गरौँ भन्ने उच्च आत्मविश्वासका साथ सबै मिलेर काम गरौँ भन्ने साथीहरूलाई मौका परेको बेलामा यति आह्वान गरेँ। अलि पछाडि फेरि कार्यक्रमै बनाएर तपाईँहरूको गोर्खामा 2-3 ठाउँमा गएर सभा नै गर्ने गरिकन हामी सल्लाह गरेर तपाईँहरूको बिचमा आउँछौँ। अहिले यति नै कुरा राखेँ। धन्यवाद। जय नेपाल।